Hello, my dear students. Welcome back to my YouTube channel. आज पनि म तिमीहरूको नेप केमको रिभिजनको लागि फेरि एउटा मोडल सेट लिएर आएको छु 2083 इयरको नेप फाइनल केमिस्ट्री एक्जामलाई प्रिपरेसन गरिरहनुभएका सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरूलाई फेरि म यो च्यानलबाट वेलकम गर्दै म आजको एउटा मोडल सेट गर्न गएको छु र यो मोडल सेट अब हामी सुरु गरौँ है त। हाम्रो क्वेसन पहिला आउने गर्छ 11वटा एमसिक्यू। त्यो 11वटा एमसिक्यूमा हाम्रो नम्बर 1 मा रहेको छ। ल हामी क्वेसन रेडी गरौँ त। यो क्वेसनमा दिएको छ टु एस्टिमेट द क्लोराइड आयन। क्लोराइड आयन भनेको छ क्लोराइड आयन भनेको Cl माइनस आयन भ्यालु। यो क्लोराइड आयनलाई हामीले भोल्युमेट्रिक एनालाइसिसबाट के गर्न मिल्छ, ल्याबमा पत्ता लगाउन मिल्छ। र विच अफ द फलोइङ सोल्युसन क्यान बी युज फर एबभ मेन्सन ट्राडिसन भन्छ। अब माथिको Cl माइनसको लागि हामीले कुन चाहिँ केमिकल कम्पाउन्डले डिटेक्ट गर्न मिल्छ भनेको छ। अब यसको एन्सर सिधै हाम्रो क्लोराइड आयनको लागि भन्ने बित्तिकै हामीले के बुझ्नु पऱ्यो, AgNO3 भन्ने बुझ्नु पऱ्यो त। AgNO3 भनेको हाम्रो अल्टिमेट एन्सर भयो। त्यस्तै जाउँ नेक्स्टमा। सेकेन्ड अप्सनमा छ द हाफ लाइफ अफ सर्टेन रिएक्सन इज 50 सेकेन्ड। ल यदि कुनै रिएक्सनको हाफ लाइफ चाहिँ हाम्रो 50 सेकेन्ड छ भने इट रिमेन्स कन्स्टेन्ट इभन इफ द इनिसियल कन्सन्ट्रेसन अफ रिएक्सन इज डबल। त्यो के हुन्छ अरे, डबल हुँदाखेरि पनि है के हुँदैछ भने हाफ लाइफ हामीले दिएको छ कति 50 सेकेन्ड दिएको छ। हाफ लाइफ हामीले 50 सेकेन्ड दिएको छ। यदि यसको इनिसियल कन्सन्ट्रेसनलाई चाहिँ डबल गरियो भने, इनिसियल कन्सन्ट्रेसनलाई चाहिँ हाम्रो 2 टाइम्स गरियो भने यसको अर्डर अफ रिएक्सन कति हुन्छ भनेको छ। अब अर्डर अफ रिएक्सन भन्ने बित्तिकै हामीले के बुझ्नु पऱ्यो भने अर्डर भनेको m + n गरेर हामीले अर्डर निकाल्यो हो। तर यसमा हाम्रो के दिएको छ भन्दाखेरि इनिसियल कन्सन्ट्रेसन डबल गरेको छ भने चाहिँ अब इनिसियल कन्सन्ट्रेसन डबल हुने बित्तिकै अब तिम्रो हाम्रो के भयो त जेरो अर्डर बाइकको अरू एन्सर हुनुभयो। सो जेरो अर्डरमा भएको भए के हुन्थ्यो हाम्रो, यसमा चाहिँ तिम्रो इनिसियल कन्सन्ट्रेसन जस्तै कन्सटेन्ट हुन्थ्यो र यसमा हामीले चेन्ज गर्न मिल्दैन थियो। तर हाम्रो एन्सर के भयो त, जेरो अर्डर नभइकन अब के हुन्छ, बाँकी अर्डर भनेको सेकेन्ड अर्डर, स्युड अर्डर र फर्स्ट अर्डर हुने भयो। त्यसमध्येमा पनि तिमीहरूले क्यालकुलेसनबाट गरेर पनि निकाल्न सक्छौ होइन, हाम्रो फर्मुलाबाट एप्लाई गरेर पनि निकाल्न सक्छौ। होइन भने सिधै यसरी पनि तिमीलाई के गर्न सकिन्छ, फर्स्ट अर्डर हो भनेर तिमीलाई यसरी गेस गरेर निकाल्न सकिन्छ है त। किनभने फर्स्ट अर्डरमा तिम्रो जहिले पनि के हुन्छ, कन्सन्ट्रेसन डबल गरियो भने त्यसको रेट के हुन्छ, रेट चाहिँ त्यसको हाफ हुन्छ। जब नेक्स्टमा जिप्स हेल्महोल्ट्ज इक्वेसन भनेको छ। जिप्स हेल्महोल्ट्ज इक्वेसनलाई के अरे रिप्रेजेन्टेड बाई द फर्मुला भनेको छ डेल्टा जी इक्वल्स टु माइनस डेल्टा एच माइनस टी डेल्टा एस। अनि त्यसपछि डेल्टा जीको भ्यालु कति हुन्छ भनेको छ, के को लागि त भने स्पोन्टेनियस हुन्छ। अब यो हामीले जहिले पनि पढेको नेगेटिभ एन्सर, जहिले पनि हामीले के पढेको यसमा नेगेटिभ एन्सर नै भनेर पढाएका छौँ है त। त्यस्तै गरी जाउँ नेक्स्टमा स्ट्यान्डर्ड रिडक्सन पोटेन्सियल। अब यो टाइपको क्वेसन जहिले पनि आउने गर्छ। तिमीलाई दिएको छ 4वटा रिडक्सन पोटेन्सियल भ्यालु दिएको छ PQRS। अब यसमा तिमीले पत्ता लगाउनु पर्ने भनेको चाहिँ के त भन्दा 4वटा भ्यालुलाई के अर्डर मिलाउनु पर्ने हुन्छ। अब यसमा तिमीहरूको म्याक्सिमम पोजिटिभ चार्जबाट टु द लोएस्ट नेगेटिभ चार्जको तिमीले के गर्नु पर्ने हुन्छ, अर्डर मिलाउनु पर्ने हुन्छ। र त्यो अर्डर हेर्दाखेरि हामीले के देख्न सकिन्छ भन्दाखेरि सबभन्दा हाई भ्यालु भनेको कसको छ, 0.34 भोल्टेज द्याट इज एसको छ हो, सरी 0.34 भोल्टेज। त्यसै पहिला हामी भ्यालुलाई कम्पेयर गरौँ। भ्यालुलाई कम्पेयर गर्दाखेरि 0.34, 0.76, 0.00, -3.05 छ भन्छ। यो भनेको P, यो Q, यो R, यो S भ्यालु हो। भन्छ यो नेगेटिभ पोटेन्सियलबाट वाट इज द करेक्ट अर्डर अफ रिड्युसिङ पावर भन्छ। रिड्युसिङ पावर भनेको त के गर्नु पऱ्यो, माइनसबाट सुरु गर्नु पऱ्यो। माइनस पोटेन्सियलबाट पोजिटिभ पोटेन्सियलतिर सुरु गर्नु पऱ्यो। भने सबभन्दा माइनस भनेको चाहिँ के हो त, हाम्रो S भयो। S पछि त्यसपछि हाम्रो नेक्स्ट के भयो त 0.0 भनेको R भ्यालु ओके, सरी -0.76 भ्यालु। किनभने 0.0 त अलिकति ठुलो भ्यालु हो नि त, तर त्योभन्दा कम भ्यालु चाहिँ कुन चाहिँ 0.76 हो। त्यसले गर्दाखेरि 0.76 भनेको Q भ्यालु। सो त्यो Q पछि आउँछ अब बल्ल R। R भनेको कति 0.0, त्यसपछि आएर लास्टको भ्यालु कति हुन्छ 0.34 हुन्छ है। त्यो भनेको कति भयो त, त्यो भनेको ग्रेटर भ्यालु भयो। यसरी हामीले अर्डर राखेर पनि के गर्छ त, हामीले त्यसको रिड्युसिङ पावरलाई गेस गर्न सक्छौँ है त। त्यसो नेक्स्ट डिप ब्लू कम्प्लेक्स इज फर्मड भनेको छ। अब डिप ब्लू कम्प्लेक्स भन्ने बित्तिकै डिप ब्लू भन्ने बित्तिकै अब हामीले के बुझाउँछ, कपर ब्लू भिट्रल है त, कपर सल्फेट भन्ने बुझौँ। अब ब्लू भिट्रलमा हाम्रो मोटामोटी रिएक्सनहरू पढ्नुपर्ने भनेको
प्रिपरेसन पढ्नु पऱ्यो, त्यसपछि केमिकल प्रपर्टिजहरू पनि पढ्नु पऱ्यो हैन। त्यसपछि आएर अप टु युजेससम्म तिमीले यसमा बढी ख्याल गर्नुपर्ने हुन्छ। र हामीले यसमा देख्दैछौँ क्वेसन दिएको छ कुन चाहिँले तिम्रो कम्प्लेक्सको रूपमा चाहिँ रिप्रेजेन्ट गर्छ भनेर छ। अब कम्प्लेक्सको रूपमा रिप्रेजेन्ट गर्ने भनिसकेपछि हाम्रो अप्सनमा छ NH3 होल 4, NH3 होल 4 माथिको पावर प्लस, NH3 होलको पावर 2, फेरि NH3 होल पावर 6 को 2 प्लस भनेर छ। अब यसमा चाहिँ हाम्रो के छ भने क्वेसनमा तिम्रो NH कप्परको कम्पाउन्ड छ र कप्परको कम्पाउन्डमा हामीसँग नर्मली कति हुन्छ 4वटा लिगेन्ड हुन्छ है त। यो कप्पर भनेको हाम्रो सेन्ट्रल मेटल हो। यो सेन्ट्रल मेटलको वरिपरि कतिवटा लिगेन्ड भयो जहिले पनि प्रायः जस्तो 4वटा लिगेन्ड हुन्छ, त्यसलाई हामी चाहिँ टेट्राइमाइन भन्छौँ। टेट्राइमाइन भएको केसमा चाहिँ जहिले पनि यसको भ्यालेन्सी कति हुन्छ त 2 प्लस हुन्छ। त्यसले गर्दाखेरि यसको एन्सर के हुनुभयो त टेट्राइमाइन कपर 2 भ्यालेन्सी हुनुभयो त। सो यो यसको एन्सर हुनुभयो नम्बर ए है त। नम्बर ए चाहिँ यसको एन्सर हुनुभयो। त्यसरी जाउँ नेक्स्टमा नम्बर 6 विच अफ द फलोइङ इज द म्याक्सिमम इन 3D सेल्स। म्याक्सिमम पोसिबल अक्सिडेसन स्टेट भन्ने बित्तिकै प्रायः जस्तो के हुन्छ +7 नै हुन्छ। अब यसमा कुनै पनि डाउट छैन, यति मजाले पनि सकिहाल्छ। नम्बर 7 मा विच अफ द फलोइङ आर अर्गानोमेटालिक कम्पाउन्ड हुन्छ। अर्गानोमेटालिक कम्पाउन्ड भनेको जहाँ तिम्रो मेटल र डाइरेक्ट कार्बनको बिचमा के हुनु पर्यो एउटा बोन्डिङ हुनु पर्यो, लिङ्क क्रिएट हुनु पर्यो। र यसलाई भन्छ हामी मेटल र कार्बनको लिङ्केज पनि भन्छौँ। र यो मेटल र कार्बनको लिङ्केज कुन कुनमा छ भनेर हामीले चाहिँ चेक गर्ने हो भने हामीले पाउन सक्छौँ यसमा जस्तै फर इक्जाम्पल CH3 RMGX। अब RMGX भनेको पनि हाम्रो के भयो त मेटल प्लस आई भने चाहिँ हाम्रो के भयो त अर्गानोमेटालिक हेलोजेन ग्रुपमा पर्यो। अनि हेलोजेन ग्रुपमा परिसकेपछि अब यसलाई एरोमेटिक भन्दा पनि यसलाई चाहिँ केमा राख्न सकिन्छ अर्गानोमेटालिक है, अर्गानोमेटालिकमा राख्न सकिन्छ। त्यसै NiCO4 यो पनि मेटल प्लस कार्बन भएको भएर यो पनि अर्गानोमेटालिक भयो। त्यस्तै C4H9Li भन्ने बित्तिकै अब लिथियमले बनेको कम्पाउन्ड भएको भएर यसलाई अर्गानोमेटालिक कम्पाउन्ड राख्न सक्यो। भनिसकेपछि हाम्रो अप्सनमा रहेको छ 1, 2, 3 एन्ड 5। 1, 2, 3 एन्ड 5। अब किन 4 भएन त भन्दाखेरि 4 नहुनुको रिजन भनेको हाम्रो के हो त भन्दाखेरि RONA द्याट इज रोना। RONA भनेको रोना भनेको सोडियम प्लस अल्कोक्साइड है। सोडियम अल्कोक्साइड चाहिँ हाम्रो के भयो त यो भनेको अर्गानोमेटालिक कम्पाउन्ड भएन। किन अर्गानोमेटालिक कम्पाउन्ड भएन भन्दाखेरि यसमा मेटल र कार्बनको डाइरेक्ट लिङ्केज छैन। त्यसले गर्दाखेरि यसलाई हामीले त्यो ग्रुपमा राख्न सक्दैनौँ है त। त्यस्तै गरी जाउँ नेक्स्टमा द अर्ग्यानिक कम्पाउन्ड एक्स बोइल विथ वाटर भनेको छ। अब पानीमा चाहिँ के बोइल गर्ने त भन्दाखेरि एक्सलाई बोइल गरेको छ। अब बोइल गर्ने बित्तिकै के दियो अरे फेनोल दियो। अनि एक्स भनेको के हो भने चाहिँ द्याट इज N2Cl हुनु पऱ्यो, किनभने हामीले पढिसकेका छौँ N2Cl जब N2Cl पानीमा बोइल गरिन्छ, बोइल गर्ने बित्तिकै तब के भन्छ त N2Cl गायब भएर यहाँबाट के रिप्लेस हुन्छ त OH भन्ने पार्ट चाहिँ रिप्लेस हुन्छ, जसले गर्दाखेरि फेनोल बन्छ है त। तलपट्टि जाउँ विच अफ द फलोइङ कम्पाउन्ड गिभ्स अ कार्बोइलमेन्ट टेस्ट। अब कार्बोइलमेन्ट टेस्ट भन्ने बित्तिकै जहिले पनि प्राइमेरी माइन। प्राइमेरी माइन भनेको कुन चाहिँ भन्छौँ भने हाम्रो छ जहाँ एउटा R छ, जस्तै हामीले देख्न सक्छौँ यसमा कतिवटा R छ भन्दाखेरि एउटा 2टा R भएको छ, यो सेकेन्डरी भ्याल्यु 3टा R भएको छ। R होल थ्राइस भनेको यो हाम्रो टर्सरी हो, अनि R होल 4 भनेको यो क्वाटर्नरी हो। यो सबै एन्सर के हो रङ हो एक्सेप्ट लास्टको, किनभने यसमा एउटा प्राइमेरी माइन छ। सो प्राइमेरी माइनले मात्र के गर्दो रहेछ कार्बोइलमेन्ट टेस्ट दिँदो रहेछ। यो कुरा याद गरौँ। कम्पाउन्ड जेड विथ मोलिकुलर फर्म। अब तिमीसँग मोलिकुलर फर्ममा दिएको छ C3H4 भनेर दिएको छ, C3H4O4 भनेर दिएको छ, जसलाई वाइमा हालेर के दिएको छ CO2 दिएको छ। अनि त्यसपछि आएर त्यो वाइलाई फेरि केमा P2O5 मा तताउने। P2O5 भने त्यो प्रायः के हुन्छ कार्बोजालिकको पार्ट आउँछ है, प्रायः जहिले पनि के आउँछ अरे कार्बोजालिकको पार्ट। सो RCOH मा तिमीहरूले हाल्नुपर्ने हुन्छ P2O5। यसको एन्सर आउँछ RCOOCOR ग्रुप आउँछ। यो भनेको एनाइड्राइड ग्रुप हो। त्यसले गर्दा यहाँ एन्सर सिधै के हुन्छ त एनाइड्राइड ग्रुपलाई चुज गर्ने, त्यो भनेको इथाइलिक एनाइड्राइड है त। सिधै मैले क्वेसनलाई के गरेँ त भन्दाखेरि P2O5 सँग मैले कम्पेयर गरेँ र मैले एन्सर के निकालेँ त P2O5 निकालेँ। अब तिमीले यसमा गर्न थाल्यो भने टाइम लिने कन्ज्युमिङ पनि हुन्छ। र तिमीले एउटा बेसिक रुल के थाहा पाउनु पऱ्यो भने P2O5 जहाँ हालिन्छ त्यसको लास्ट पार्टमा आउँछ एन्सर एनहाइड्राइड ग्रुप। त्यसै जाउँ तलपट्टि छ सिक्वेन्स अफ रियाक्सन इज रिप्रेजेन्टेड भनेको छ। अब यसमा तिमीहरूले के देखिन्छ भन्दाखेरि बेन्जिनलाई अल्काइलेसन गरेको छ भने चाहिँ यहाँ एक्स ग्रुप हट्ने भयो, एडिसन अफ आर हुने भयो, त्यो भनेको हाम्रो टोलिन बन्यो। टोलिनलाई फेरि हाम्रो अक्सिडाइजिङ एजेन्टमा हालेको छ, त्यो भनेको हाम्रो बेन्जोल्डिहाइड बन्यो है।
जब टोलिन CH3 मा हामीले CH मा O थप्छ नि, एडिसन अफ O गर्छ कहाँबाट त भन्दाखेरि यो अक्सिडाइजिङ एजेन्टबाट तब बन्ने हो बेन्जोल्डिहाइड। अनि जब बेन्जोल्डिहाइडमा फेरि अल्कोहल केसिन आउँछ, हामीले पढिसकेका छौँ, दुईटा बेन्जोल्डिहाइड ग्रुपलाई के भने जोड्ने। सो दुईटा बेन्जोल्डिहाइड ग्रुपलाई जोड्दा के हुन्छ, C डबल बोन्ड O ड्यास CH माथिपट्टि O। यसरी हामीले के गर्छ त, दुईटा बेन्जोइन ग्रुपलाई चाहिँ जोड्छौँ र यसको नाम हुन्छ बेन्जोइन कन्डेन्सेसन पनि भन्छौँ, बेन्जोइन कन्डेन्सेसन। ल अब हामी अर्को सेक्सन बीतिर जाउँ। सेक्सन बीमा हाम्रो सर्ट क्वेसन रहेको छ र यो सर्ट क्वेसनमा हाम्रो 5 मार्क्सको क्वेसनमा केमिकल काइनेटिक्सबाट तिमीलाई सोधेको छ है त। केमिकल काइनेटिक्सबाट कस्तो क्वेसन सोधेको छ भन्दाखेरि इन्स्ट्यान्टेनियस रेटको डेफिनेसन सोधेको छ। इन्स्ट्यान्टेनियस भनेको कुनै पनि प्रडक्ट र रिएक्टेन्टको जुन कन्सन्ट्रेसन छ त्यो कन्सन्ट्रेसनको चेन्ज चाहिँ के हुनु पऱ्यो, पार्टिकुलर टाइममा भनेको, पार्टिकुलर टाइम भनेको एकदम फिक्स्ड पोइन्टमा चाहिँ के हुनु पऱ्यो थाहा पाउनु पऱ्यो। त्यो फिक्स पोइन्ट अफमा, इन्स्ट्यान्ट पोइन्ट अफमा थाहा पाउने रेट अफ रिएक्सनलाई के भन्छौँ, इन्स्ट्यान्टेनियस रेट अफ रिएक्सन भन्छौँ। अनि त्यसपछि के दिएको छ, राइट डाउन द रेट एक्सप्रेसन भनेको छ। अब यसको चाहिँ रेटलाई कसरी एक्सप्रेस गर्ने भनेर चाहिँ क्वेसन दिएको छ। अब यसको लागि तिमीहरूले के गर्नुपर्ने हुन्छ भन्दाखेरि पहिला फर्स्टमा यसको नम्बर अफ मोल पत्ता लगाउनु पर्ने हुन्छ। नम्बर अफ मोल दिएको छ 2, द 4 यतापट्टि 1 दिएको छ भने चाहिँ यहाँबाट पहिला तिमीहरूले के पत्ता लगाउनु पऱ्यो, रेट अफ एपिरेन्स एन्ड रेट अफ डिसएपिरेन्स निकाल्नु पऱ्यो। एपिरेन्स भनेको यो बन्नेवाला भइहाल्यो, जसलाई NO2 प्लस O2 भन्छौँ। डिसएपिरेन्स भनेको N2O5 को के त डिसएपियर भएर कन्भर्ट भएको छ NO2 मा। भने चाहिँ हाम्रो रेट अफ डिसएपिरेन्सलाई हामीले रिप्रेजेन्ट गर्दा कति हुन्छ, -1/2 एन्ड DN2O5 हो, DN2O5 डिभाइडेड बाई DT, यो भनेको हाम्रो रेट अफ डिसएपिरेन्स भइहाल्यो। त्यस्तै गरी हाम्रो रेट अफ एपिरेन्स भनेको के भयो त, +1/4 DNO2 डिभाइडेड बाई DT राख्नुपर्ने हुन्छ। त्यस्तै गरी सिमिलरली उतापट्टि चाहिँ लास्टमा D, यसको नम्बर अफ मोल के पनि छैन, सो भन्दा 1 राख्छौँ, द्याट इज DO2/DT गरेर के गर्छ त हामीले फर्स्टमा यसको रेट एक्सप्रेसन गर्छौँ। त्यसपछि क्वेसनले के भनेको छ भने 82.24 लिटर्स अफ अक्सिजन दिएको छ 30 मिनटको लागि भने त्यसको रेट अफ डिसएपिरेन्स कति हुन्छ भनेको छ। भने चाहिँ हामीलाई दिएको छ 2.24 को 2.24 चाहिँ के हुन्छ, अक्सिजन चाहिँ हाम्रो युज हुँदो रहेछ है त। भने अब N2O5 चाहिँ कति डिसएपियर हुन्छ भन्ने खालको क्वेसन सोधेको छ। अब यसको लागि तिमीहरूले गर्नु पर्यो, यो स्टेपपछि तिमीहरूले के गर्नु पर्यो त भन्दाखेरि पहिला फर्स्टमा के निकाल्ने, तिमीहरूले रेट अफ एपिरेन्स र रेट अफ डिसएपिरेन्स निकाल्ने है त। कसरी निकाल्ने त भन्दाखेरि त्यही अहिलेको फर्मुला राखेर हामीले 1/2 अन्त 1/4 र 1 के पनि छ भने 1 राखेर हामीले पहिला फर्स्टमा रेट रिप्रेजेन्ट गऱ्यौँ। रेट रिप्रेजेन्ट गरिसकेपछि के गर्नु त, हामीले यसलाई रिएक्टेन्ट र प्रडक्टलाई इक्वल गऱ्यौँ र रिएक्टेन्ट र प्रडक्टलाई हामीले इक्वलाइज गऱ्यौँ भने हामीलाई चाहिएको छ के त, अहिलेको पार्ट भनेको अक्सिजन पार्ट। हामीलाई अक्सिजन पार्ट दिएको छ, कति दिएको छ 2.24 लिटर दिएको छ है त। यति अक्सिजन खर्चिँदाखेरि चाहिँ N2O5 कति डिसएपियर हुन्छ भनेको छ। भने चाहिँ हामीले N2O5 र O2 को रिलेसन लाउनु पऱ्यो। अब N2O5 को रिलेसन चाहिँ हाम्रो 1/2 यो भइहाल्यो, 1/2 DN2O5/DT। अक्सिजनको रिलेसन जस्तै भइहाल्यो। अनि तलपट्टिको 2 लाई हामीले के गर्नु त, उतापट्टि लाँदा के हुन्छ, क्रस मल्टिप्लाई गरौँ। क्रस मल्टिप्लाई गरिसकेपछि हाम्रो एन्सर के आउँदो रहेछ, D को चाहिँ रेट आउँदो रहेछ। त्यो भने कति भयो त, 1.1 समथिङ भयो त। यसरी हामीले सहिलेसँग रेट अफ डिसएपिरेन्स निकाल्न सक्छौँ। त्यसै गरी जाउँ नेक्स्टमा स्ट्यान्डर्ड हिट अफ फर्मेसन भन्छ। अब स्ट्यान्डर्ड हिट अफ फर्मेसन, स्ट्यान्डर्ड हिट अफ कम्बसन एन्ड भ्यापोराइजेसन भनेर त्यो सर्ट क्वेसनमा सोधिन्छ। र यो भन्ने बित्तिकै के त, 1 मोल अफ कम्पाउन्डको लागि चाहिँ जति तिम्रो हिट चाहिन्छ त्यो भनेको के हो, हिट अफ फर्मेसन भइहाल्यो। अनि यहाँ एउटा क्यालकुलेसन दिएको छ, क्यालकुलेसन दिएको छ यहाँ CO2 को फर्मेसन दिएको छ, त्यसपछि वाटरको फर्मेसन दिएको छ। अनि वाटर, अनि त्यसपछि आएर CH3CO भनेको एसिडिक एसिडको चाहिँ के दिएको छ, O2 सँग रिएक्सन गरेको छ भने चाहिँ यो चाहिँ तिम्रो कम्बसन भयो। तर क्वेसन हामी के निकाल भन्दैछ, हिट अफ फर्मेसन निकाल भन्दैछ। सो हामीसँग कस्तो खालको क्वेसन आउँछ भन्दाखेरि कम्बसन दियो है, कम्बसन दियो भने हामीलाई सोध्छ फर्मेसन। यदि हामीलाई फर्मेसन दियो भने के सोध्छ, हामीलाई कम्बसन सोध्छ। सो यो दुईटा भनेको के हो त, एक अर्काको रिभर्स पार्ट हुन्। सो हामीलाई फर्मेसन निकाल्नु पर्ने छ अहिले त, फर्मेसन निकाल भनेको छ, तर हामीले के दिएको छ, कम्बसन दिएको छ। कम्बसन भनेको के, जहिले पनि कुनै पनि कम्पाउन्डलाई जब अक्सिजनको प्रेजेन्समा हामीले बर्न गर्छौँ त्यसलाई भन्छौँ हामी कम्बसन। र यसको एउटा सर्टको फर्मुला छ। यदि यो तिम्रो सर्टको फर्मुला ट्राई गर्न चाहन्छौ भने त्यसलाई के हुनु पऱ्यो, ΔH प्रडक्ट माइनस ΔH रिएक्टेन्ट गर्नुपर्ने हुन्छ।
अब यसमा प्रडक्ट साइड कुन चाहिँ हो त भन्दाखेरि प्रडक्ट साइड भनेको हाम्रो यो जुन CH3CO छ यो सरी यो जुन हाम्रो CO2 प्लस वाटर बनेको छ यो भनेको हाम्रो के हो त प्रडक्ट साइड भयो किनभने यो जहिले पनि एन्सर लास्टमा बनेको छ अनि रियाक्टेन्टमा के राख्ने त भन्दाखेरि रियाक्टेन्टमा हामी राख्छौँ CH3CO किनभने एसिडिक एसिडलाई हामीले के गरेको छ बन्ड गरेको छ सो बन्ड गरेको भ्यालुलाई हामीले के गर्नु पऱ्यो अडेपट्टि राख्नु पऱ्यो हो अनि त्यसपछि रियाक्टेन्ट पार्टलाई के गर्नु पऱ्यो लास्टमा राख्नु पऱ्यो अब त्यसपछि यहाँ नम्बर राखेको जुन 2 टाइम्स अफ वाटर भनेको चाहिँ 2 टाइम्स अफ वाटर किन राखेको त भन्दाखेरि जब यो तलपट्टिको यो लास्ट इक्वेसनमा हेर्दाखेरि यहाँ 2 वाटर देखिन्छ भने माथिको इक्वेसनलाई पनि कतिले मल्टिप्लाई गर्नु पऱ्यो 2 ले मल्टिप्लाई गर्नु पऱ्यो अनि तलपट्टि 2 CO2 भनेको चाहिँ माथिपट्टि इन्टु 2 टाइम्स अफ CO2 गर्ने यदि गऱ्यो भने चाहिँ के हुन्छ बल्ल हाम्रो यो जुन भ्यालु छ करेस्पोन्डिङ भ्यालुलाई के गर्ने त्यति नै भ्यालुले चाहिँ यसलाई मल्टिप्लाई गर्ने सो 2 टाइम्स अफ 99 त्यसपछि 2 टाइम्स अफ -68 गऱ्यो त्यसपछि रियाक्टेन्टमा हामीले के राख्यौँ त भन्दाखेरि CH3CO राख्यौँ त्यसको भ्यालु हामीले निकाल्नु पर्ने छ तर हामीले 0 किन राख्यौँ अक्सिजनमा भन्दै अक्सिजनको भ्यालु हाम्रो 0 किन 0 भन्दाखेरि यसमा कम्बसन दिएको छ कम्बसनको भ्यालु जहिले पनि के राख्नुपर्छ 0 राख्नुपर्ने हुन्छ त्यसपछि अब हामीले सिधै के गर्छ त क्यालकुलेसन गरिदिन्छ क्यालकुलेसन कसरी गर्ने त भन्दाखेरि डेल्टा एच इक्वल्स टु डेल्टा एच प्रडक्ट माइनस डेल्टा एच रियाक्टेन्ट गरेर के गर्छ त सिधै हामीले क्यालकुलेसन गरेर यसरी न्युमेरिकललाई सल्भ गर्छौँ है त यो चाहिँ हाम्रो हो इजी मेथड अब यदि तिमीलाई यो गर्न मन लागेन अथवा चाहिँ अलिकति अब यो तरिकाबाट गर्न मन लागेन भने तिमीलाई चाहिँ अलिकति लङ प्रोसेसबाट जान सकिन्छ लङ प्रोसेसमा हामीले के गर्छौँ भन्दाखेरि इक्वेसन बनाउँछौँ इक्वेसन बनाएर के गर्छौँ त त्यसलाई चाहिँ हामीले एडिसन र सब्सट्र्याक्सन गरेर पनि हामीले एन्सर निकाल्न सक्छौँ है त त्यो भनेको लङ प्रोसेस हो र लङ प्रोसेस तिमीहरूलाई गर्न मन लाग्छ भने गर्ने होइन भने तिमीले यसो सर्कलबाट पनि चुज गर्न सकिन्छ है त अब अर्को नेक्स्टमा यो अर्को क्वेसनमा दिएको छ वाट इज स्ट्यान्डर्ड इलेक्ट्रोड पोटेन्सियल भन्छ अब स्ट्यान्डर्ड इलेक्ट्रोड पोटेन्सियल बारम्बार सोध्छौ भनेर मैले तिमीलाई इम्पोर्टेन्ट सिलेबसमा दिइसकेको छु हो यहाँ पनि क्वेसन सोधेको छ कस्तोलाई स्ट्यान्डर्ड इलेक्ट्रोड पोटेन्सियल भनेर भन्दा जसको तिम्रो 1 मोलर कन्सन्ट्रेसन छ 1 atm प्रेसरमा मेजरमेन्ट गरेको र स्ट्यान्डर्ड टेम्परेचर छ भने त्यसलाई हामी के भन्छौँ स्ट्यान्डर्ड इलेक्ट्रोड पोटेन्सियल भन्छौँ तलपट्टि छ कन्स्ट्रक्ट ग्याल्भेनिक सेल नोटेसन एउटा सेल नोटेसन बनाऊ भनेको छ जसमा दिएको छ यहाँ Mg र जिङ्कको चाहिँ भ्यालु दिएको छ Mg र जिङ्कको भ्यालुबाट हामीले कसरी त्यो एनोड र क्याथोड पत्ता लगाउने भन्दाखेरि त्यसलाई फर्स्टमा हामीले भ्यालु मेजरमेन्ट गर्नु भन्छ यदि भ्यालु लेस छ भने त्यो भ्यालु कम भएको चाहिँ हाम्रो जस्तै म्याग्नेसियमको -2.38 हो जस्तै म्याग्नेसियमको छ -2.38 छ त्यस्तै गरी जिङ्कको भ्यालु दिएको छ -0.76 दिएको छ अब यो दुईटा भ्यालुमा कम्पेयर गर्दाखेरि हाम्रो जिङ्कको भ्यालु चाहिँ अलिकति के छ त भन्दाखेरि अलिकति हायर छ हो अलिकति 0.76 अलिकति माइनसको पावरमा अलिकति धेरै छ त्यसले गर्दाखेरि सबभन्दा नजिकको जस्तै 0को भ्यालुमा नजिक भनेको -2.38 हो त्यसपछि आएर अलिकति पर भनेको -0.76 हो सो हामीले कस्तो भ्यालुलाई चाहिँ तिम्रो क्याथोड एनोड बनाउनु भन्दाखेरि जुन भ्यालुमा तिम्रो अलिकति 0को नजिकमा छ हो अलिकति 0को नजिकको पोइन्टलाई हामी चाहिँ के भन्छौँ त्यसलाई चाहिँ भन्छौँ एनोड भन्छौँ है त त्यो भ्यालुलाई हामी के भन्छौँ एनोड भन्छौँ र 0 भन्दा अलिकति परको भ्यालुलाई हामी के भन्छौँ त जस्तो माइनसको केसमा है त माइनसको केसमा चाहिँ त्यसलाई हामी क्याथोड पनि भन्छौँ त्यसलाई के भन्छौँ अरे त्यसलाई भन्छौँ क्याथोड अनि यो सेल नोटेसन त तिमीले रिप्रेजेन्ट गर्न आइहाल्छ किनभने साइडमा हामीले सेल नोटेसन लेख्दाखेरि जहिले पनि क्याथोड र एनोडलाई नै के गर्नुपर्ने हुन्छ मेन्सन गर्नुपर्ने हुन्छ जस्तै फर्स्टमा यहाँ मेन्सन गरेको चाहिँ एनोड हो मेन्सन गरेको छ फर्स्टमा हामीले एनोड राख्छौँ त्यसपछि एउटा साल ब्रिज राख्छौँ त्यसपछि लास्टमा के राख्छौँ क्याथोड राखिदिन्छौँ है त अब क्याथोड भन्ने बित्तिकै के राख्ने सिआर सम्झिने एनोड भन्ने बित्तिकै के सम्झिने ओ सम्झिने किनभने एओ भनेको हाम्रो लस अफ इलेक्ट्रोन है ए भनेको एनोड अनि ओ भनेको अक्सिडेसन भनेको के हो त अक्सिडेसन भनेको ओइल हो ओइल भनेको लस अफ इलेक्ट्रोन अनि लस अफ इलेक्ट्रोन कति बेला हुन्छ त जब यसले लास्टमा इलेक्ट्रोन लुज गर्छ त्यसपछि आएर जाउँ नेक्स्टमा अब सिआरमा जाउँ सी भनेको हाम्रो क्याथोड भयो क्याथोडमा हाम्रो के भन्छ गेन अफ इलेक्ट्रोन हुन्छ त्यो यसले के गर्यो त यसले +2 इलेक्ट्रोन चाहिँ अगाडिपट्टि गेन गर्यो है त यसरी हामीले क्याथोड र एनोडलाई चाहिँ डिस्टिङ्ग्विस गरेर चाहिँ के बनाउँछ एउटा कम्प्लिट सेल रियाक्सन पनि बनाउन सक्छौँ अब ओभरअल रियाक्सन निकाल्नलाई त हामी के गर्छौँ जस्ट सिम्पली एडिसन गरेपछि त ओभरअल रियाक्सन निस्किहाल्छ है त
अब तलपट्टि जाउँ केमिकल रिएक्सन अकर जस फलोज भनेको छ। अब यहाँ एउटा रिएक्सन दिएको छ, यो रिएक्सनमा के देखिन्छ भने यो भनेको आर प्लस एक्स आरएक्स अक्वेस केओज हालेको छ र बी दिएको छ। अब हामीले पढिसकेका छौँ आरएक्समा हामीले अक्वेस केओज हाल्दाखेरि के बन्छ भने बी इक्वल्स टु वाट दिएको छ। यहाँबाट के थाहा पाउन सकिन्छ भने आरएक्समा अक्वेस केओज हाल्यो भने जहिले पनि एन्सर के आउँछ, अल्कोहल आउँछ। सो 3टा सीको आरएक्समा एन्सर बनाउनु पऱ्यो 3टा सीको अल्कोहल। 3टा सीको अल्कोहल भने के हुन्छ, जहिले पनि प्रोपेनोल नै हुन्छ है त, जहिले पनि के हुन्छ, प्रोपेनोल नै हुन्छ। अर्को छ सब्स्टिट्युसन रिएक्सन मेकानिजम चाहिँ कुन चाहिँ हो भनेको छ, यसमा ओएच माइनसले बिआर माइनसलाई रिप्लेस गर्ने भएको भएर ओएच माइनसले अगाडिको बिआर माइनसलाई रिप्लेस गर्ने भएको भएर यो कुन चाहिँ हो त, न्युक्लियोफिलिक सब्स्टिट्युसन रिएक्सन हो त। अनि किन बायो भनेको भन्दाखेरि बायो भनेको ट्वाइस है, दुईवटा रिप्रेजेन्ट हुनुभएको भएर यसलाई हामी बाई मोलिकुलर न्युक्लियोफिलिक रिएक्सन पनि भन्छौँ। त्यसपछि आएर यदि अल्कोहोलिक केओजमा हाल्दा के भन्छ भने चाहिँ, अब अल्कोहोलिक केओज भनेको हाम्रो आरएक्समा हाल्दाखेरि के भन्छ, अल्किन ग्रुप भन्छ। भने डबल बनाउनु पऱ्यो भने कतिवटा सीको डबल बनाउनु पऱ्यो भन्दा 3टा सी छ क्वेसनमा भने हामीले एन्सर बनाउनु पऱ्यो 3टै सीको अल्किन बनाउनु पऱ्यो। अनि 3टै सीको अल्किन भनेको के हुन्छ त, प्रोपिन हुन्छ है त। यो सिम्पल कुरा भइहाल्यो। अनि हाउ क्यान अप्टेन नाइट्रो प्रोपेन भनेको छ। अब नाइट्रो भनेको एनोडो ग्रुप भइहाल्यो, प्रोपेन भनेको 3टा सी भइहाल्यो। अब 3टा सीको नाइट्रो ग्रुप बनाउनु मन लाग्यो भने त्यो मैले कसरी गर्छु भनेको छ, त्यसलाई हामीले एड गर्नु पर्ने हुन्छ अल्कोहोलिक एजेन्ट। किनभने हेलोअल्केन च्याप्टरमा हामीले पढिसकेका छौँ, जब आरएक्समा अल्कोहोलिक एजेन्ट एडिसन गर्यो भने यो एजी प्लस भनेको एजी प्लस एनओ2 भनेको माइनस। सो एनओ2 चाहिँ के हुन्छ, अगाडिपट्टि रिप्लेस गरेर यसरी हामीले नाइट्रो ग्रुप बनाउन सकिन्छौँ है त। अब तलपट्टि दिएको छ यहाँ लिस्ट अफ कम्पाउन्ड इज गिभन एज फलोज भनेको छ। अब यसमा तिमीहरूले जहिले पनि मिस्टेक गऱ्यो भने कहाँनिर हुन्छ भन्दाखेरि न तिमीहरूले यसमा रिजन लेख्छौ, न तिमीहरूले यसमा चाहिँ अब डायग्रामहरू बनाउँछौ, के पनि बनाउँदैन त। सो त्यो चाहिँ हाम्रो रङ पोइन्ट हो। त्यसले गर्दा फर्स्टमा यसले पहिला के गर्ने, राम्रोसँग एनालाइज गर्ने, यसलाई कतिवटा पोइन्ट कतिवटा रिएक्सन छ 1 2 3 4 5 6 यहाँ 6वटा रिएक्सनहरू तिमीहरूले मेन्सन गर्नुपर्ने हुन्छ। र यसको तिमीहरूले जहिले पनि के गर्नुपर्ने हुन्छ त भन्दाखेरि फर्स्टमा यिनीहरूको रिलेसन पत्ता लगाउनु पर्ने हुन्छ हो, कुनबाट कुन बनाउनु पर्ने हो र लिङ्केज गराउँदै जानुपर्ने हो। लिङ्क गराएर तिमीहरूले यसलाई चाहिँ कनेक्ट गरेर देखाउनु पर्ने हुन्छ। र फर्स्टकोमा चाहिँ अब कसरी गेस गरिन्छ भन्दाखेरि जस्तै कुन पोइन्टबाट हामीले अगाडि जान सकिन्छ भन्दाखेरि हामीले पढिसकेका छौँ फेनोलबाट के भन्छ, जिङ भन्छ। सो एउटा तिम्रो ग्रुप के भयो भने फेनोल टु ओके, फेनोलमा जिङ हालेर के भन्छ, बेन्जिन भन्छ। यो हाम्रो फर्स्ट लाइन भयो त। अब फेनोलबाट बेन्जिन बनिसकेपछि बेन्जिनलाई हामीले के बनाउन सक्छौँ, नाइट्रोबेन्जिन बनाउन सक्छौँ। नाइट्रोबेन्जिन बनाउन सक्छौँ नम्बर 2मा। अब नाइट्रोबेन्जिनलाई फेरि रिड्युस गरेर हामीले के बनाउँछौँ, एनिलिन बनाउँछौँ नम्बर 3मा। एनिलिनलाई फेरि हामीले के बनाउन सकिन्छ भन्दाखेरि बीडीसी भनेको बेन्जेन डाइजोनियम क्लोराइड बनाउन सक्छौँ। एन्ड लास्टमा त्यसलाई चाहिँ कपलिङ गरेर के बनाउँछौँ, प्यारा एमिनो एज बेन्जिन बनाउँछौँ। र यसरी तिमीहरूले के गर्नु पऱ्यो, रिलेट गराएर रिएक्सन गराउनु पर्ने हुन्छ है त। अब तिमीहरूले होल रिएक्सन लेख्दाखेरि के भयो त एन्सर भन्दाखेरि फर्स्टमा फेनोल प्लस जिङ एड गरेर के बनायो त, बेन्जिन बनायो। त्यसरी बेन्जिनमा कङ HNO3 र कङ H2SO भनेको नाइट्रोजन रिएक्सन गरेर नाइट्रो ग्रुप थप्यो। नाइट्रोमा एडिसन अफ रिड्युसिङ एजेन्ट हालेर तिमीहरूले एच ल्यायो, के बन्यो त, एनलिन बन्यो। अनि एनलिनमा फेरि हामीले के एड गर्नु त भन्दाखेरि होनो हाल्यौँ। एनलिनमा के हाल्यौँ त, होनो हालेर के गरौँ त, होनो भनेको NaN2 प्लस HCl हो। होनोको जुन के त, होनोको जुन पार्टबाट हामीलाई के थाहा भयो त भन्दाखेरि यो डाइजेसन रिएक्सनबाट के बन्यो त, बीडीसी बन्यो। के बन्यो, बीडीसी बन्यो। अनि जुन बीडीसी भन्छ, बीडीसीबाट फेरि जहिले पनि के हट्छ, एक्स ग्रुप हट्छ। अनि त्यसपछि एचले के लग्यो, यो जुन एच प्लस पोजिटिभ पार्ट लगेर यसले HCl बाहिर निकाल्यो भने अब यो जुन फर्स्टको रिङ र सेकेन्डको रिङलाई हामी जोडेर के बनाउँछौँ, प्यारा एमिनो। प्यारा एमिनो किन भनेको भन्दाखेरि प्यारा पोजिसनमा NH2 ग्रुप छ, त्यो भनेको एमिनो भइहाल्यो। एजो किन भनेको भन्दा 2टा एन भएको भएर एजो भइहाल्यो। बेन्जिन भनेको के भयो त, रिङ भइहाल्यो। सो सिम्पली हामीले के गर्छौँ, यसरी प्यारा एमिनो एजो बेन्जिन बनाउँछौँ है त। जाउँ नेक्स्टमा। अब यहाँ एउटा क्वेसन अरमा दिएको छ। अब यो क्वेसन अरमा दिइसकेपछि अब तिमीहरूले गेस के गर्नु पऱ्यो भने हामीलाई एसोसिएट टु जहाँ दिएको छ त्यसको पार्टमा जहिले पनि के जोडिन्छ, आर, अगाडि आर हुन्छ, पछाडि CL जोडिन्छ है त। अनि जहाँ तिम्रो NH3 ग्रुप हालिन्छ, NH3 ग्रुप हालिसकेपछि यसको एन्सरमा जोडिन्छ आरको आरै भइहाल्यो फर्स्ट पार्ट,
त्यसपछि आयो NH2। तर यहाँ एउटा गेस के लगाउन सकिन्छ भने Br2 + KOH को अगाडि जहिले पनि के आउँछ एमाइड ग्रुप आउँछ। सो एमाइड ग्रुप आउने भएको भएर हामीले के राखौँ यहाँ बिचमा CO ग्रुप राखौँ। भने Br2/KOH भनेको ओपन रिएक्सन हो। ओपन रिएक्सनको अगाडि एमाइड ग्रुप आउँछ, पछाडि के आउँछ त एमाइन आउँछ। सो RNH2 भनेको D भ्याल्यु। अनि यो एमाइनलाई जब फेरि होमोमा रिएक्सनमा हाल्छौँ, होमोमा हाल्दा के बन्छ एन्सर अल्कोहल बन्छ। अब हामीले यो एन्सर त पत्ता लाग्यो। अब त एन्सर पत्ता लगाएर मात्रै भएन, त्यसलाई त हामीले नम्बर अफ C पनि पुट गर्नु पर्यो। सो नम्बर अफ C कतिवटा हुन्छ भने थाहा पाउनलाई चाहिँ के गर्नु पर्यो, यो लास्टमा अप्सन पढ्नु पर्यो, क्ल्यु पढ्नु पर्यो। यहाँ क्ल्युले के भन्दैछ भने तिमीसँग यस्तो प्राइमेरी अल्कोहल छ अरे जसले के दिन्छ अरे पोजिटिभ आइडोफोर्म टेस्ट दिन्छ। भन्छ पोजिटिभ आइडोफोर्म टेस्ट दिने भनेको 2टा C को के हो अल्कोहल हो, प्राइमेरी अल्कोहल। त्यो भनेको इथानोल। भन्छ यहाँबाट के पत्ता लाग्यो भने तिम्रो C Rमा कति राख्नु पर्यो त, Rमा C को भ्यालु 2 राख्नु पर्यो। सो 2टा C को अल्कोहलले इथानोल, 2टा C को एमाइनले के बन्ने भयो त, 2टा C को एमाइनले बन्ने भयो इथेनामाइन। 2टा C भन्दा अगाडि जाँदा त एउटा C घटेको नि त, एउटा C सब्स्ट्र्याक्ट भएको। किनभने ओपन रिएक्सनमा जहिले पनि एउटा C के हुन्छ माइनस हुन्छ। भन्छ अगाडि पछाडि एन्सरमा 2टा C छ भने अगाडि जाँदा के हुन्छ 3टा C हुन्छ भने प्रोपेन प्लस एमाइड प्रोपेनामाइड। अनि फेरि यसको रिभर्स गर्दाखेरि 3टा C हालेर RCOCl के बनाउने RCOCl बनाऊ। कहाँबाट आयो फ्रम SOCl2। यो हाल्दा एन्सर के आउँछ प्रोपाइनोइल क्लोराइड। अनि प्रोपाइनोइल क्लोराइडमा फेरि जहिले पनि यसको बिगिनिङ पार्टमा के हुन्छ RCOH ग्रुप हुन्छ। किनभने यो जुन Cl ग्रुप चाहिँ कसको रिप्लेसमा आएको हो त OH माइनसको रिप्लेसमेन्टमा आएको। त्यही भएर हामीले कार्बोक्सिलिक एसिड बनाउनु पर्यो। कतिवटा C को त 3टा C को। अनि 3टा C को कार्बोक्सिलिक बनाउँदा के हुन्छ एन्सर प्रोपाइनोइक एसिड हुन्छ है त। यसरी हामीले एन्सर सल्भ गर्छौँ। यसरी हामीले के गर्छ त हामीले निकाल्छौँ कि E भनेको इथानोल भ्याल्यु, त्यसपछि इथेनामाइन, त्यसपछि अगाडि गयो प्रोपाइनामाइड, त्यसपछि प्रोपाइनामाइडको अगाडि SOCl2 हालेर प्रोपाइनोइल, अनि प्रोपाइनोइलको अगाडि के गर्दा प्रोपाइनो एसिड है त। यसरी हामीले रिएक्सनहरू पनि सरसर्ती लेख्नु पर्ने हुन्छ। त्यसो 2,4 DNP टेस्ट भन्छ। अब 2,4 DNP टेस्ट भन्ने बित्तिकै एकदमै इम्पोर्टेन्ट रिएक्सन टेस्ट हो। अब यसमा तिमीहरूले हाइड्रोजन 2,4 डाइनाइट्रोफिनल हाइड्रोजनबाट के बनाउनु पर्यो हाइड्राजोन बनाउनु पर्यो। हाइड्राजोन भन्ने पार्ट बनाउनु पर्यो, जसमा यहाँ के गरिन्छ भने अल्डिहाइड र किटोनको जुनसुकै रिएक्सनमा प्रायः के हुन्छ त्यहाँ अल्डिहाइड र किटोनको O निकालिन्छ। O भनेको माइनस भ्याल्यु, र यो माइनस पार्टलाई हामीले H2सँग कनेक्ट गरेर के बनाउँछौँ वाटर बनाउँछौँ। र त्यो वाटर बनाइसकेपछि अब बाँकी पार्टलाई के गर्छ इलिमिनेट गर्छौँ। सो अगाडि हामी सकेछ CH3 CH छ, यो CH3 यहाँ हाई छ। अब यहाँ बचेको जुन NH रिङ छ यो पार्टलाई हामी फेरि यहाँनिर जोडिन्छ यसरी, हेर त। सो यो 1 र यो 1 के भएको छ यसरी यहाँ आइसकेको छ। त्यसले गर्दाखेरि एकदमै सजिलो पार्ट यो रिएक्सन हो, जसमा तिमीहरूले एसिड अल्डिहाइडबाट एसिड अल्डिहाइड हाइड्रोजन बनाउनु पर्यो। अनि त्यसपछि किटोनबाट चाहिँ तिमीहरूले किटोन हाइड्रोजन बनाउनु पर्यो। कुन टेस्टमा त भन्दाखेरि 2,4 DNP टेस्ट हो। अब अर्को जाउँ नेक्स्टमा राइमर टाइमर रिएक्सन। राइमर टाइमर रिएक्सन भन्ने बित्तिकै एकदमै यो पनि इम्पोर्टेन्ट रिएक्सन हो। राइमर टाइमर रिएक्सन कस्तोलाई भन्ने त भन्दाखेरि जब तिमीहरूले के त जस्तै कुनै पनि फेनोल हो, फेनोलमा तिमीहरूले क्लोरोफर्म हाल्छौ। के हाल्छौ रे CaCl3 क्लोरोफर्म हाल्छौ। क्लोरोफर्म हालिसकेपछि त्यसमा अल्काली मिसाउँछौ, अक्वेस वाला फेरि नट अल्कोहोलिक। र यो बनायो भने जहिले पनि यो क्लोरोफर्मको CH र O के हुन्छ कम्बाइन हुन्छ। कहाँनिर कम्बाइन हुन्छ भन्दाखेरि यो CHO यहाँनिर कम्बाइन भयो त। ल अब त्यसपछि अब एन्सर के बन्ने भयो त भन्दा एन्सर बन्ने भयो रिङ प्लस OH प्लस अनि यहाँ CHO बन्ने हो। द्याट इज यसको नाम के बन्ने भयो त स्यालिसिल अल्डिहाइड। यसको नाम हुन्छ स्यालिसिल अल्डिहाइड। ल स्यालिसिल अल्डिहाइड ग्रुप बन्छ। यो हाम्रो राइमर टाइमर रिएक्सन भयो। अब विलियमसन इथर सिन्थेसिस पनि त्यस्तो गाह्रो छ नि, तिमीहरूले पढिसकेको छौ। विलियमसन रिएक्सनमा जहिले पनि के हुन्छ यसमा हुन्छ तिमीहरूको RX हैन त। RX ग्रुपमा तिमीहरूले हाल्नु पर्यो। तिमीहरूले एउटा RX प्लस रोना ग्रुप एड गरेर तिमीहरूले के बनाउनु पर्यो त रोना एड गरेर तिमीहरूले बनाउनु पर्यो इथर बनाउनु पर्यो ROR बनाउनु पर्यो। प्लस साइड प्रोडक्ट हुन्छ NaX ग्र्याब गरेर के बनाउनु भयो त NaX बनाउने भयो। यो पनि हाम्रो विलियमसन रिएक्सन भयो। अब जो नेक्स्ट अर्को पर्किन कन्डेन्सेसन। पर्किन कन्डेन्सेसन पनि एकदमै इम्पोर्टेन्ट नेमी रिएक्सन हो। अब यो नेमी रिएक्सनमा हामीले के रहन्छ त भन्दाखेरि पर्किन कन्डेन्सेसनमा चाहिँ के बनाउनु पर्ने हुन्छ त भन्दाखेरि पर्किन कन्डेन्सेसनमा चाहिँ सिनामिक एसिड बनाउनु पर्ने हुन्छ, जसको फर्मुला छ
रिङ ड्यास सिएच ड्यास डबल बोन्ड ड्यास सिओएच ल 3टा सीको चाहिँ यहाँ कार्बोजर यसरी बनाउनु परिन्छ। यसको लागि चाहिन्छ हामीसँग एउटा के चाहिन्छ बेन्जोइल्डिहाइड चाहिन्छ, बेन्जोइल्डिहाइड चाहिन्छ। अर्को हामीलाई चाहिन्छ CH3 COO CO CH3 ग्रुप चाहिन्छ। र यो दुईटा ग्रुपलाई हामी मिक्सअप गरिदियो भने यहाँबाट बन्छ कहाँनिर फ्र्याक्चर हुन्छ भन्दाखेरि यहाँनिर क्र्याक हुन्छ। सो यहाँनिर क्र्याक भइसकेपछि यो पार्ट निस्किन्छ एज अ CH3 COO and H। यसरी हामी के बनाउँछ त सिन्नामिक एसिड बनाउँछ। कुन रिएक्सनमा पर्किन कन्डेन्सेसनमा। त्यसरी जाउँ नेक्स्ट वुड्स फिटिक रिएक्सन। अब वुड्स फिटिक पनि एकदमै सजिलो पार्ट हो। वुड्स फिटिकको लागि तिमीहरूले के गर्नु पऱ्यो त एउटा वुड्स फिटिकको लागि तिमीहरूले टोलिन बनाउनु पऱ्यो। टोलिन बनाउन तिमीहरूलाई सकिहाल्छौ। टोलिन बनाउनको लागि के गर्नु पऱ्यो त एउटा क्लोरोबेन्जिन चाहियो र एउटा के चाहियो त एउटा अल्काइल ग्रुप फेरि अल्केनै चाहियो। बिचमा चाहियो तिमीलाई सोडियम ड्राइथर चाहियो र सोडियम ड्राइथर हालिसकेपछि तिमीले के गर्नु पर्ने यो एक्स ग्रुपलाई हटाउनु पर्ने हुन्छ। तिमीहरूको एन्सर बाँकी रहन्छ रिङ प्लस अनि यहाँबाट तिमीले एक्स ग्रुप फालिदियो भने तिमीहरूको एन्सर हुन्छ CH3। सो CH3लाई हामीले के गर्छ यसरी एड गर्छौँ अनि यो भनेको हाम्रो के भयो त टोलिन ग्रुप बन्यो है त। त्यसै तलपट्टि जाउँ। अब तिमीहरूसँग दुईटा एमाइन छ, दुईटा एमाइनलाई कसरी ओपेन्सबाट सेपरेट गर्छु भनेको छ। अब हामीलाई दुईटा एमाइन कुन दिएको छ भन्दाखेरि यो भनेको प्राइमेरी एमाइन दिएको छ RNH2 भनेको प्राइमेरी एमाइन भ्याल्यु। अनि अर्को एन्सर हामीलाई दिएको छ सेकेन्डमा सेकेन्ड एमाइन दिएको छ CH3 CH2 NH है। यहाँ तलपट्टि दिएको छ यहाँ एन मिथाइल इथेनोमाइन दिएको छ। के दिएको छ एन मिथाइल। जब एउटा एन आउँछ नि हो त्यो भनेको हाम्रो 2 डिग्री एमाइन हो। र अब यो क्वेसन सोध्दैछ हामीलाई 1 डिग्री र 2 डिग्री एमाइनलाई तिमीले नाइट्रस एसिड टेस्ट गर भनेर यहाँ क्वेसन भन्दैछ। त्यसलाई के गर्नु पर्यो 1 डिग्रीबाट हामीले बनाउनु पर्ने हुन्छ अल्कोहल एन्सर विथ द लिबरेसन अफ नाइट्रोजन ग्यास एन्ड वाटर। भने अल्कोहल ग्रुप बनायो कहाँबाट त फ्रम 1 डिग्री एमाइन भने 2 डिग्रीको एन्सर हुन्छ नाइट्रोसो एमाइन। के बनाउनु पर्यो नाइट्रोसो एमाइन बनाउनु पर्यो। कुन डिग्रीमा 2 डिग्रीमा। यो एन्सर तिमीले याद गर्ने है त। अब यसको लागि तिमीले के गर्ने भ्यालु पुट गर्ने है त। कसको भ्यालु पुट गर्ने आरको भ्यालु पुट गर्नु पर्यो। जहाँ तिमीले नोटमा पढेको होला डाइथाइल अक्जालेटसँग रिएक्सन गराउँदाखेरि यसमा तिमीले के गर्नुपर्ने हुन्छ आरको भ्यालु पुट गर्नुपर्ने हुन्छ। र त्यो आरको भ्यालु पुट गर्ने बित्तिकै तिमीहरूलाई के गर्नुपर्ने हुन्छ त यो पार्ट लेख्नुपर्ने हुन्छ। जुन पार्ट भनेको फर्स्ट एन्सर भनेको सोलिड प्रडक्ट। सोलिड प्रडक्टको नाम के रहेछ अक्जामाइड। कस्तो बन्ने भयो त CONH र CONH आर भनेको कति रहेछ त 1 हामी चाहिँ 3टा सी छ भने चाहिँ क्वेसनमा 3टा सी छ नि त। सो 1 2 3 यसरी हामीले यो पार्ट हाल्न सक्छौँ। फेरि तलपट्टि पनि CONH अनि ड्यास 3टा सी भनेको 1 2 3 एन्ड CH3। यो गरेर हामीले के गर्छ त एन्सर बनाउँछ। यो भनेको हाम्रो कुन स्ट्रक्चर भ्याल्यु त अक्जामाइडको स्ट्रक्चर भ्याल्यु। भनेपछि तिमीले जुन नोट पढेको थियो त्यो नोटमा चाहिँ तिमीले CONHR भनेर पढेको थियो। यहाँ पनि तलपट्टि CONHR भनेर पढेको थियो। भने जस्ट आरको भ्याल्यु मात्र के गर्नु पर्यो तिमीले पुट गर्नु पर्यो। जब कि हाम्रो क्वेसनमा के दिएको छ त 3टा C 1 2 3 एन्ड NH2 यो भ्याल्यु दिएको छ CH3 CH2 CH2 NH2 यो भ्याल्यु दिएको छ। यो भ्याल्यु लगाएर हामीले के गर्नु त यसरी आरको भ्याल्यु पुट गर्नु। सो जस्तो तिमीले नोटमा लेखेको त्यही एन्सर लेख्ने हो तर के मात्र फरक रहेछ भन्दाखेरि आरको भ्याल्युलाई मात्र के गर्ने पुट गर्ने है त। अनि त्यो यति गरिसकेपछि तिमीहरूले अब सेकेन्ड डिग्रीको पनि एन्सर निकाल्ने थर्डको पनि एन्सर निकाल्ने। थर्डमा हामीले कुनै पनि रिएक्सन लेख्दैनौँ नो रिएक्सन। अनि त्यो नो रिएक्सन लिने बित्तिकै के गर्नु पऱ्यो लास्टमा हामीले नाइट्रस एसिड टेस्ट पनि गर्नु पऱ्यो है त। नाइट्रस एसिड टेस्ट गऱ्यो भने तिमीहरूको एन्सर लगभग के हुन्छ कम्प्लिट हुन्छ। जस्तै म एउटा गरेर देखाउँछु यहाँ बी रिएक्स विथ नाइट्रस एसिड टेस्ट भने बी भनेको हाम्रो के भयो त एन मिथाइल भयो CH3 हाम्रो क्वेसन थियो CH3 CH2 NH CH3 थियो। यसलाई हामी केसँग मिसाउँछ अरे नाइट्रस एसिड छ। नाइट्रस भनेको के ओनो भ्याल्यु ओ ड्यास नो भ्याल्यु। अब ओनोसँग कम्बाइन गर्यो भने के गर्नु पऱ्यो भने हामीले वाटर बनाएर फाल्नु पऱ्यो। एच र OHलाई हामीले वाटर बनाएर फालिदिउँ। एज अ वाटर बनाएर फालिदिने हो भने हाम्रो रिमेनिङ एन्सर के हुन्छ त भन्दाखेरि हाम्रो रिमेनिङ एन्सर हुन्छ CH3 CH2 नै भ्याल्यु हो ड्यास अनि हामीसँग यताबाट के छ बिचमा एन पार्ट छ त्यो भनेको एन भ्याल्यु अनि एन र
फेरि साइडमा के छ CH3 छ अनि चाहिँ तलपट्टि एउटा CH3 ह्याङ्गिङ गरिदिउँ हो। लास्टमा के बाँकी रह्यो त यतापट्टि भन्दाखेरि नो पार्ट बाँकी रह्यो। सो हामीले यताबाट के जोडौँ त नो जोडौँ। तर हामीले के थाहा हुनु पऱ्यो भने एनको बोन्डिङ कति हुनु पऱ्यो 3 हुनु पऱ्यो। सो काउन्टिङ गर्दा यो लास्टको एनलाई 3 पुगेको छ किनभने अगाडि एउटा पछाडि दुईवटा। तर अगाडिको जुन यो बिचको जुन एन छ यसमा कतिवटा बोन्ड छ हेरौँ त 1 यो 2 यसले 3 भने यसलाई नि 3टा बोन्ड पुगिसकेको छ। यो 3टा पोइन्ट पुगिसकेको खण्डमा अब हामीले लब एन्सरलाई के गर्छ कम्प्लिट गर्छौँ। सो हाम्रो एन्सर के हुन्छ भन्दाखेरि एन मिथाइल। हाम्रो एन्सर के हुन्छ एनमा मिथाइल एन मिथाइल एनमा नाइट्रोसो एन नाइट्रोसो अनि दुईवटा सीले इथेन अनि एनलाई हामी के भन्छ एमाइन भन्छ। सो नाम के भयो त एन मिथाइल एन नाइट्रोसो इथेन एमाइन पनि भन्छ होला। ल यो तिमीले गरिदेखाउनु पऱ्यो कुन कलरमा येल्लो लिक्विड कलरमा। त्यसपछि तलपट्टि जाउँ। अब यहाँ एउटा क्वेसन दिएको छ फेरि अर्को क्वेसन। क्वेसनले के भन्दैछ एउटा मेडल छ अरे जुन मेडलमा एउटा इलेक्ट्रोनिक कन्फिगरेसन छ अरे इलेक्ट्रोनिक कन्फिगरेसन भ्यालु कति दिएको छ आर्गन भनेको 18 10ले कति भयो 18 10ले 28 भयो अनि त्यसपछि 2s2 भनेर अब 28 मा 2 थपेको कति भयो 29 भयो अहिले। सो यसले सोध्दैछ जिङ्कको बारेमा है त जिङ्कको क्वेसनले सोध्दैछ भनेपछि क्वेसन के भन्दैछ भने आइडेन्टिफाई ए मेडल एम एन्ड इट्स राइट इट्स मेन ओर भनेको छ। अब यसको ओर के हो त जिङ्क ब्लेन्ड भने भयो अहिले त जिङ्क ब्लेन्ड भनेको यसको मेन ओर भयो द्याट इज जिङ्क सल्फाइड। त्यस्तै गरी जाउँ नेक्स्टमा। अब यो मेटललाई चाहिँ किन ट्रान्सिसन मेटल इमेन भनिँदैन भनेर सोध्यो भने क्वेसनमा मैले ट्रान्सिसन मेटलको जति पनि क्यारेक्टर थियो त्यसलाई चाहिँ अपोजिट बनाएर लेखेँ। अपोजिट भनेको जस्तै फर इक्जाम्पल तिनीहरू भ्यारिएबल भ्याल्यु देखाएको थियो भने यसलाई चाहिँ अब डु नट सो भन्नु पऱ्यो। उतापट्टि तिम्रो चाहिँ मेटालिक बोन्डिङमा इन्भल्भ भएको थियो भने यतापट्टि भएको छैन भने भन्नु पऱ्यो। उतापट्टि डिओपिडल चाहिँ तिम्रो के भएको थियो कम्प्लिटली अलिक फिल भएको थिएन सरी कम्प्लिटली फिल भएको थिएन भने चाहिँ तिमीले यसमा फिल भएको छ भने लेख्नु पऱ्यो होइन। यो कुराहरू जस्ट रिभर्स गरेर लेख्नु पऱ्यो क्या। कसको रिभर्स गर्ने त भन्दाखेरि ट्रान्जिसन इलिमेन्टको क्यारेक्टरहरूलाई रिभर्स गराउने। ड्र द भर्टिकल रिडर प्रोसेस भनेको छ। अब यो तिमीहरूले भर्टिकल रिडर प्रोसेस त ड्रइङ अलमोस्ट बनाउन सकिहाल्छ किनभने यसमा तिमीलाई गाह्रो छैन। जुन फिगरमा हामीले एउटा कस्तो सेप बनाएको थियो जेड सेप है त एउटा जेड सेप जस्तो बनाएको थियो यस्तो टाइपको ल यस्तो टाइपको जेड सेप बनाएको थियो तिमीलाई याद छ होला होइन जसमा तिम्रो यहाँ माथिबाट पास भएर तलपट्टि चाहिँ साइडमा हाम्रो एउटा जिङ्क स्पेल्टर भनेको चाहिँ हामीले एउटा प्योर टाइपको पेपर जिङ्कलाई चाहिँ कलेक्सन गरेका थियौँ। यो फिगर तिमीले बनाउनु यो फिगरलाई भन्छ भर्टिकल रिडर प्रोसेस। अब यसलाई चाहिँ लङ टाइमसम्म एक्सपोज गर्दा के हुन्छ भनेर सोधेको छ है त। लङ टाइमसम्म एक्सपोज गर्दाखेरि यसले बनाउँछ के बनाउँछ भन्दाखेरि जिङ्क कार्बोनेट होइन के बनाउँछ अरे जिङ्क कार्बोनेट। एउटा रिएक्सन हेर्न सकिन्छ हेरौँ न। जिङ्क कार्बोनेट कसरी बनायो त भन्दाखेरि जब जिङ्क मेटललाई चाहिँ पानी पनि रिएक्सन गऱ्यौँ पानीमा हाल्यौँ त्यसपछि हावा पनि पास गऱ्यौँ CO2 पनि पास गऱ्यौँ के बन्ने भयो त CO2 र ओले बन्ने भयो कार्बोनेट र वाटरले बन्ने भयो हाइड्रोक्साइड। यसरी बन्ने भयो बेसिक जिङ्क कार्बोनेटको लेयर र यो लेयर चाहिँ के हुँदो रहेछ त फर्मेसन हुँदो रहेछ के गर्यो भने लङ टाइमसम्म राख्यो भने। अब आइरनबाट क्वेसन आयो रस्टिङ भनेको के हो अनि इलेक्ट्रोकेमिकल थ्योरीको बारेमा लेख भनेको छ। अब यो पार्ट चाहिँ एकदमै इम्पोर्टेन्ट छ है त। अब यसमा तिमीले गर्नुपर्ने भनेको चाहिँ मेनली के गर्नु पऱ्यो त भन्दाखेरि रस्टिङ अफ आइरनको बारेमा लेखिदिनु पर्ने हुन्छ। रस्टिङ अफ आइरनमा के लेख्नु पऱ्यो भन्दाखेरि रस्टिङ भनेको के हो जसमा तिम्रो आइरनलाई चाहिँ अक्सिजनको प्रेजेन्समा र पानीको प्रेजेन्समा चाहिँ के भन्नु पऱ्यो त्यो Fe2O3.XS2 भन्नु पऱ्यो जसलाई हामी के नै भन्छौँ त यसलाई रस्ट पनि भन्छौँ। र यो रस्टिङ कसरी बन्छ भनेर हामीले इलेक्ट्रोकेमिकल थ्योरीबाट चाहिँ देखाउनु पर्ने हुन्छ। इलेक्ट्रोकेमिकल थ्योरीमा चाहिँ हामीले रिएक्सन देखाउँदाखेरि के गर्नु पऱ्यो त एनोड र क्याथोडको रिएक्सन गराउनु पऱ्यो। अनि एनोड र क्याथोडको रिएक्सन गराउँदाखेरि जहिले पनि तिमीहरूले चाहिँ त्यो जुन रिएक्टेन्ट पार्ट र प्रडक्ट साइड चाहिँ अलिकति ख्याल गर्नुपर्ने हुन्छ। यसमा तिमीहरूले मेनली देखाउनु पऱ्यो कसरी तिम्रो FeOH होल थ्राइस बन्छ हो कसरी FeOH होल थ्राइस कन्भर्ट हुन्छ। लास्टमा FeOH होल थ्राइसलाई चाहिँ हामीले Fe2O3 मा लान्छौँ त्यसमा पानी हाल्यो भने चाहिँ के बन्छ त Fe2O3.X वाटर बन्छ भनेर यसरी के लाग्छ भने टक्क तिमीले के गर्नु पर्यो रस्टिङ हुन्छ भनेर डिस्क्राइब गरिदिनु पऱ्यो है त कुन थ्योरीमा इलेक्ट्रोकेमिकल थ्योरी अफ रस्टिङमा।
अनि क्वेसनले सोधेको छ प्रिभेन्सन पनि कसरी गर्ने भनेर सोधेको छ हो। प्रिभेन्सन गर्नको लागि अब हामीसँग थुप्रै उपायहरू छ, जसमा कोटिङ लाउने, त्यसपछि आएर क्याथोडलाई बचाउने, होइन क्याथोडलाई पनि जोगाउनु पऱ्यो नि त, क्याथोडिक प्रोटेक्सन भइहाल्यो। त्यसपछि एलोय बनाउने, अनि त्यसपछि आएर तिम्रो ग्याल्भनाइजेसन गर्ने, अब त्यसपछि आएर तिम्रो कोरोजन इनिमिटर भनेको कुनै केमिकल सोल्युसनहरूलाई एप्लाई गर्ने, अथवा कोटिङहरू लगाउने, जस्तै ओइल ग्रिजहरू लगायो भने पनि के हुन्छ, रस्टिङहरूबाट जोगाउँछ। ल यस्ता यस्ता पोइन्टहरूलाई पनि तिमीले के गर्न सकिन्छ, मेन्सन गर्न सकिन्छ है त। अब अर्को क्वेसनमा जाउँ हामी नेक्स्टमा। अब अर्को क्वेसनमा रहेको छ हाम्रो डिड्युस नर्मालिटी इक्वेसन N1 and V1 इक्वल्स टु N2V2 भनेको छ। अब यो क्वेसन पनि एकदमै फ्रिक्वेन्टली सोधिने क्वेसन हो है, यसलाई एकदमै तिमीहरूले प्र्याक्टिस गर्ने। यो पार्टलाई तिमीहरूले छुट्याउनु पनि भएन, यो पार्ट पनि एकदम सजिलो छ, जसमा हामीले नम्बर अफ ग्राम इक्विभ्यालेन्ट अफ एसिड र बेसलाई के गराउँछ, बराबर गराउँछौँ। अनि बराबर गरिसकेपछि हामीले सिधै भ्यालु के लेखिदिन्छौँ त, NaBA इक्वल्स टु NbBB भनेर गर्छौँ, जसमा S भनेको के हो, स्ट्रेन्थ भ्यालु, SA भनेको स्ट्रेन्थ अफ एसिड, SB भनेको स्ट्रेन्थ अफ बेस भ्यालु। त्यसलाई हामीले कहिले समटाइम्स यसरी पनि लेख्छौँ, N1B1 लेख्छौँ, कहिले काहीँ N2B2 पनि लेख्छौँ है त, जुन फर्ममा तिमीहरूले लेखे पनि भयो। अब एप्लिकेसनहरू एकदम सजिलो छ, ग्रुप 2 मेटल पत्ता लगाउनलाई, ग्रुप 3 मेटलहरू पत्ता लगाउनलाई, होइन, अनि ग्रुप 4 मेटल्सहरू पत्ता लगाउनलाई भनेर पनि तिमीहरूले डिस्क्राइब गर्न सकिन्छ, र यसको लागि पनि तिमीले नोटमा पनि रिफर गर्न सकिन्छ है त। अनि साल्टहरू पनि यसलाई के त साल्टहरू पनि प्युरिफाई गर्न मिल्छ, यो पोइन्टहरू पनि तिमीले मेन्सन गर्दा हुन्छ। त्यस्तै गरी चाहिँ नेक्स्टमा अब ब्रोन्स्टेड लोरी र लुइस कन्सेप्टको चाहिँ डिफ्रेन्स बिट्विन गर्नु छ। अब यो डिफ्रेन्स बिट्विन पनि तिमीहरूले याद गर्न सकिन्छ, कसरी भन्दाखेरि प्रोटोन एक्सेप्टर, इलेक्ट्रोन पेयर डोनर, एसिड बेस रिएक्सन, कोअर्डिनेट बन्डिङ, इन्भल्भ्स H+, डजन्ट इन्भल्भ H+, अल ब्रोन्स्टेड बेसेस आर लुइस बेसेस, यिनीहरू बेस हुन्छन् भने अल बेसेस आर नट लुइस बेसेस, ब्रोन्स्टेड बेसेस। ल यो चाहिँ हाम्रो ब्रोन्स्टेड लोरी र लुइस कन्सेप्टको डिफ्रेन्स बिट्विन भयो। तलपट्टि जो क्वेसनमा तिमीहरूलाई अस्वाल्ड डाइल्युसन लबाट एउटा क्वेसन सोधेको छ। क्वेसन रहेको छ pH अफ द सोल्युसन र H+ आयन निकाल भनेको छ। अब H+ आयन निकाल्नलाई पहिला हामीले थाहा हुनु पऱ्यो अस्वाल्ड डाइल्युसन लको फर्मुला। अस्वाल्ड डाइल्युसन लबाट हामीले के पर्छ भन्दाखेरि अल्फा इक्वल्स टु √K/C, यो फर्मुला हामीले पढ्छौँ हो। अनि यो फर्मुला कसरी हुन्छ भने अल्फा स्क्वायर C इक्वल्स टु K, होइन, हामीले पढिसकेका छौँ। K इक्वल्स टु अल्फा स्क्वायर C भने पनि हामीले प्रुभ गरिसकेका छौँ। अनि यही फर्मुला युज गरेर हामीले के गर्छौँ त, भ्यालु पुट गरेर निकाल्छौँ। जस्तै तिम्रो K भ्यालु दिएको छ हामीलाई अलरेडी हो, अनि C को भ्यालु वेट इज कन्सन्ट्रेसन हाम्रो दिएको छ कति, 0. क्वेसनमै दिएको होला 0 कन्सन्ट्रेसन, ओके यहीँ दिएको छ 0.01 भनेर दिएको छ। भने C को भ्यालु पनि छ, K को भ्यालु पनि छ भने हामीलाई के निकाल्न सकिन्छ, अल्फा भ्यालु निकाल्न सजिलो हुन्छ। जब अल्फा आउँछ नि, अल्फा आइसकेपछि H+ निकाल्ने फर्मुला भनेको के हो त, C अल्फा, त्यो भनेको C अल्फा भनेपछि C अलरेडी हामीसँग दिएको छ, अल्फा राखेर हामीले H+ निकाल्छौँ। जब H+ थाहा हुन्छ भने तिमीहरूलाई pH निकाल्न कुनै पनि गाह्रो हुँदैन, किनभने माइनस लग हो H+ भनेको के हो त, हाम्रो pH को भ्यालु निकाल्ने फर्मुला हो। अब हामी अन्त्यतिर आइसकेका छौँ है। अब एन्ड अफ द क्वेसनमा हेरौँ, अर्ग्यानिक कम्पाउन्ड X छ अरे, X-लाई ग्रिग्नाइट रिएजेन्टमा हालेको छ अरे हो, त्यसपछि Y दिन्छ अरे, Y-लाई फेरि अक्सिडेसन गरेर के दिन्छ, Z दिन्छ भनेको छ। अब यहाँबाट हामीले एउटा बताउनु पर्ने कुरा के छ भने XYZ तिनवटाले के दिन्छ भने पोजिटिभ आइडोफर्म टेस्ट दिन्छ भनेको छ। अब तिनवटाले पोजिटिभ आइडोफर्म टेस्ट दिन्छ भने चाहिँ तिनीहरूलाई हामीले कुन ग्रुपमा राख्न सकिन्छ भने एउटा भनेको अल्डिहाइड ग्रुप भइहाल्यो, अल्डिहाइडले पनि दिन्छ। अर्को भनेको अल्को ग्रुप भइहाल्यो, अल्को ग्रुपले पनि आइडोफर्म टेस्ट दिन्छ। अनि अर्को ग्रुप भनेको किटोन ग्रुप भइहाल्यो, RCOR ग्रुप भइहाल्यो। अनि अल्डिहाइड अल्कोहल किटोन ग्रुपले के दिन्छ, पोजिटिभ आइडोफर्म टेस्ट दिन्छ। तर हामीलाई चाहिँ के भनेको छ भने X हो, X मध्येमा कुन चाहिँ अल्डिहाइड हो, कुन चाहिँ किटोन हो भन्ने कुरा चाहिँ हामीले पत्ता लगाउनु पर्ने छ है त। हामीलाई जस्ट के मात्र तिम्रो रियलाइज भयो भने तिनवटा कम्पाउन्डले के दिँदो रहेछ, तिनटै कम्पाउन्डले चाहिँ पोजिटिभ आइडोफर्म टेस्ट दिन्छ भन्ने कुरा चाहिँ क्ल्यु दिँदैछ। अब त्यो क्ल्यु अनुसार हामीले काम गर्नु पर्ने, यसरी एरेन्जमेन्ट गर्नु पऱ्यो कि X कुनै पनि ग्रुपलाई हाल्दाखेरि ग्रिग्नाइट रिएजेन्टसँग Y दिनु पऱ्यो, अनि Y-लाई अक्सिडेसन गरेर के दिनु पऱ्यो,
जेड दिनु पऱ्यो। जसको एन्सर हुन्छ तिम्रो फर्स्टमा अल्डिहाइड ग्रुप, अल्डिहाइडलाई ग्रिक नाइट्रोजनमा हालिदियो 2 डिग्री अल्कोहल बन्छ। 2 डिग्री अल्कोहल बनाउनलाई तिमीहरूलाई के हाल्नु पर्ने हुन्छ CH3CHO युज गर्नु पर्ने हुन्छ। जब तिमीहरूले 2 डिग्री अल्कोहललाई अक्सिडेसन गर्छौ नि, अक्सिडेसन कसको प्रेजेन्समा भन्दाखेरि KNO4 को प्रेजेन्समा, तब तिम्रो एन्सर के हुन्छ, तिम्रो एन्सर हुन्छ किटोन ग्रुप। त्यो भनेको के हो RCOR सरी, यो किटोन ग्रुप बनेको। यसरी तिमीले एरेन्ज मिलाउनु पर्यो। फर्स्टमा अल्डिहाइड ग्रुप, त्यसपछि अल्कोहल ग्रुप, त्यसपछि लास्टमा किटोन ग्रुप। र यो तीनटाको सिरिज मिलेपछि बल्ल तिम्रो के हुन्छ, एउटा कन्सिक्वेन्स एउटा रियाक्सन बन्छ भनौँ न। यसरी तिमीले रियाक्सन कम्प्लिट गरेर देखाउनु। लास्टमा दिएको छ यसमा वाइ टु दिस कम्पाउन्ड कि पोजिटिभ हाइड्रोजन टेस्ट भनेको छ। अब हाइड्रोजन टेस्ट दिनुको एउटा रिजन भनेको यिनीहरूमा जुन मिथाइल ग्रुप छ, मिथाइल ग्रुप भएर हो, मिथाइल किटोन CH3CO ग्रुप भएर। अनि अर्को भनेको CH3CH र OH, यो युनिट दुईटै युनिट छ भने तिनीहरू जहिले पनि के दिन्छ, हाइड्रोजन टेस्ट दिन्छन्। अब त्यस्तै गरी लास्ट क्वेसनमा जाउँ। हाउ डु कन्भर्ट कम्पाउन्ड वाइ इन्टु सिटोनाइट्रोल भनेको छ। अब वाइ भनेको जुन हाम्रो अल्कोहल छ, अल्कोहललाई हामीले कसरी सिटोनाइट्रोलमा लान्छौँ भने सिटोनाइट्रोल भनेको हामीले भिक्टोरिया टेस्टमा पढिसकेको छौँ। जुन होनो टेस्ट रियाक्सन दिँदाखेरि त्यसले चाहिँ तिम्रो कस्तो कलर दिनु पऱ्यो त, ब्लू कलर दिनु पऱ्यो। सो ब्लू कलर दिनु भने कसले त्यो भन्दाखेरि 2 डिग्री अल्कोहल दियो। अनि 2 डिग्री अल्कोहललाई हामीले गरिसकेको छ भिक्टोरिया टेस्टमा, रेड P प्लस I2 हालेर यसमा आयोडिनमा लान्छौँ। अनि AgNO2 प्लस हालेर यसमा NO2 ग्रुप एड गर्छौँ। लास्टमा हामीले के थप्छौँ त NO ग्रुप थप्छौँ, कहाँबाट, फ्रम नाइट्रस एसिड। यसरी हामीले भिक्टोरिया टेस्टबाट सहिलेसँग सिटोनाइट्रोलमा कन्भर्ट गर्न सकिहाल्छौँ। अनि राइट एन्ड टु मेथड प्रिपरेसन अफ कम्पाउन्ड जेड भनेको हाम्रो किटोन ग्रुप भइहाल्यो। सो किटोन कसरी बनाउने भनेको छ। अब किटोन बनाउने दुईवटा प्रोसेस मेन्सन गरिएको छ। अब तिमीले जुन लेख्दा पनि हुन्छ। अब यो प्रोसेसमा चाहिँ के गरेको छ भन्दाखेरि फर्स्टमा 2 डिग्री अल्कोहललाई कपरको अक्सिडेसनमा के बनाएको छ, किटोन बनाएको छ। यसमा जहाँ तिम्रो माथिको H र तलको H के भएको छ, रिलिज भएर हाइड्रोजन ग्यास रिलिज भएको छ। सो यसलाई हामी के नै भन्छौँ भन्दाखेरि हाइड्रो भनेको हाइड्रोजिनेसन भनेको हाम्रो हाइड्रोजन निस्केको है त, डी भनेको माइनस, हाइड्रोजन निस्केकोलाई हामी के भन्छ डिहाइड्रोजिनेसन रियाक्सन पनि भन्छौँ। भने तलपट्टि दिएको छ जब हामीले दुईवटा क्लोरिन ग्रुप एउटै सीमा जोडिन्छ भने त्यसलाई हामी के भन्छ डाइक्लोरो अथवा डाइहेलाइड पनि भन्छौँ। र डाइहेलाइडलाई हामीले अक्वेस केओसको सहायतामा OH ग्रुप एड गरेर त्यहाँबाट हामीले वाटर निकाल्दियो, वाटर सब्सट्र्याक्ट गरिदियो भने, यदि वाटर सब्सट्र्याक्ट गरिदियो भने हाम्रो रिमेनिङ बाँकी के हुन्छ त CH3CO CH3 रिमेनिङ पार्ट बाँकी हुन्छ। र हामीले यसरी के बनाउँछ त अल्किन ग्रुप बनाउँछौँ। कसरी त भन्दाखेरि एउटा चाहिँ सेकेन्डरी अल्कोहलबाट र अर्को चाहिँ हामीले केबाट बनाउँछ त फ्रम भन्दाखेरि बाई युजिङ डाइहेलो अल्किन ग्रुपबाट चाहिँ हामीले यसरी किटोन ग्रुप बनाउँछौँ। त्यस्तै गरी तलपट्टि चाहिँ हाउ विल यु क्यारी आउट द फलोइङ रियाक्सन भनेर जस्तो इथानल टु क्लोरोफर्म। अब इथानल टु क्लोरोफर्म त अब प्रिपरेसनबाट सिधै सोधेको, यसमा त तिमीहरूले सिधै गर्न सकिहाल्छ। क्लोरिनेसन गरेर अल्डिहाइडमा ल इथानल भइहाल्यो, इथानललाई फेरि क्लोरिनेसन गर्यो, क्लोरोनमा चेन्ज भयो। अनि क्लोरोललाई लास्टमा हाइड्रोलाइसिस गरेपछि के हुन्छ त हाम्रो क्लोरोफर्म भन्छ। त्यस्तै अर्को जो नेक्स्टमा फेनोल इन्टु DDT भनेको छ। अब यो पनि एकदमै सहिलो पार्ट हो। फेनोललाई पहिला हामीले लानु पऱ्यो, बेन्जिनमा लानु पऱ्यो। बेन्जिनमा लानुको लागि OH रिमुभ गर्नु पऱ्यो, त्यसलाई ल्याउँछौँ जिङ्क। र बेन्जिनमा अब एड गर्नु पऱ्यो Cl, बेन्जिन बनिसकेपछि Cl ग्रुप एड गर्नु पऱ्यो, जसलाई हामी क्लोरिनेसन भन्छौँ। अनि क्लोरिनेसनबाट हामीले Cl ग्रुप बनाइसकेपछि अब यसमा एड गर्छौँ क्लोरल। र क्लोरलको प्रेजेन्समा अर्को एउटा चाहिन्छ H2SO4 कङ्क, र त्यसको प्रेजेन्समा हामीले वाटर सब्सट्र्याक्ट गर्छौँ। वाटर सब्सट्र्याक्ट गऱ्यो भने हाम्रो एन्सर हुन्छ DDT। यो कुरा पनि हामीले लगभग धेरैचोटि पढिसकेका छौँ। त्यस्तै इथोक्सी इथेन इन्टु मिथोक्सी इथेन भनेको छ। अब इथोक्सीबाट मिथोक्सीमा लानुको लागि हामीलाई पहिला के गर्नु पऱ्यो, नम्बर अफ C घटाउनु पर्ने देखिन्छ। नम्बर अफ C घटाउनुको लागि हामीले के गर्नु त HIसँग पहिला RXमा कन्भर्ट गऱ्यौँ। अनि RXमा कन्भर्ट गरिसकेपछि त्यसलाई इथर बनाउनुको लागि हामीले रोनासँग रियाक्ट गऱ्यौँ। अनि रोनासँग रियाक्ट गरिसकेपछि फेरि यसमा के गर्नु त हाफ पार्टमा यसरी ब्रेक गऱ्यौँ, यहाँ पनि हाफ पार्टमा यसरी ब्रेक गऱ्यौँ, र के बन्यो अल्टिमेटली RX नै बन्यो। र कतिवटा C को RX बन्यो भने एउटा C को RX बन्यो। र त्यो RXलाई फेरि हामीले रोनासँग कन्भर्ट गरिसकेपछि रोनासँग
रिएक्सन गराइसकेपछि केमा चेन्ज भयो त आरओआरमा चेन्ज भएको छ। यसरी हामीले सिम्पल स्टेपमै इथोक्सीलाई मिथोक्सीमा सर्ट फर्ममा कन्भर्ट गर्न सक्छौँ है त। त्यस्तै लास्ट एनिलिन टु क्लोरोबेन्जिन भनेको छ। एनिलिन टु क्लोरोबेन्जिनको लागि त अब हामीले सिधै पहिला फर्स्टमा NH2 ग्रुपलाई N2Cl मा कन्भर्ट गर्ने बाई डाइएजोडाइजेसन रिएक्सन, र डाइएजोडाइजेसन रिएक्सनबाट N2Cl मा लगिसकेपछि त्यसमा हामीले स्यान्डमेयर रिएक्सन अथवा ग्याटरमेन रिएक्सन गऱ्यौँ भने सिधै हाम्रो एन्सर के आउँछ, क्लोरोबेन्जिन आउँछ। अब ग्याटरमेन र स्यान्डमेयरमा के फरक छ भने जब कपरको जोडी आउँछ भने त्यो तिम्रो स्यान्डमेयर रिएक्सन भयो, तर कपर सिङ्गल मात्रै आयो, कपर पाउडर मात्रै आयो इन प्रेजेन्स अफ HCl भने त्यो भने हुन्छ हाम्रो ग्याटरमेन रिएक्सन। त्यसलाई भन्छ हामी ग्याटरमेन रिएक्सन। त्यस्तै अब लास्ट क्वेसन एकदमै इजी क्वेसन एप्लाइड केमिस्ट्रीबाट। वाट आर द र मेटल्स फर द प्रोडक्सन अफ पेपर। पेपरबाट कसरी बन्छ, पेपर केबाट बन्छ भनेर सोध्यो भने एन्सर छ सफ्टवुड, हार्डवुड, ग्रास एन्ड रिड्स, स्ट्र। यी कुराहरू मेन्सन गर्न सक्यो। अनि फ्लो सिट डायग्राम मध्ये यहाँ सोधेको छ कहाँको त भन्दाखेरि कसको त भन्दाखेरि सिमेन्टको सोधेको छ। अब सिमेन्टको फ्लो सिट डायग्राममा पनि हामीले सिधै पहिला क्वारिङ भनेको कलेक्सन अफ मेटेरियल गर्छौँ, मेटेरियल कलेक्सन गरेपछि त्यसलाई क्रसिङ गर्छौँ, क्रसिङ गरेपछि त्यसलाई ग्राइन्डिङ गर्छौँ जसलाई हामी पल्भराइजेसन पनि भन्छौँ। अनि त्यसलाई होमोजेनाइजेसन भनेको एकदमै सबैको साइज युनिफर्म हुने गरी त्यसलाई चाहिँ के गर्छौँ, क्रसिङ गर्छौँ, ब्लेन्ड गर्छौँ, मिक्स गर्छौँ। केमा त भन्दा रोटेटरी क्लिनमा, रोटेटरी क्लिनमा फेरि के पास गर्छौँ, हिट पास गर्छौँ, जसलाई हिट पास गर्ने प्रोसेसलाई भन्छ पाइरो। अनि पाइरोमा हिट दिँदै तिम्रो त्यहाँबाट बनेको मासलाई भन्छौँ क्लिङ्कर। क्लिङ्करलाई हामी अल्टिमेटली स्टोर गर्छौँ। त्यसलाई प्याकेजिङ गर्नुभन्दा पहिला जिप्सम केमिकल हाल्छौँ। जिप्सम केमिकल हालिसकेपछि बल्ल त्यसलाई ग्राइन्डिङ गरेर हामी के गर्छौँ, प्याकेजिङ गरेर सेलिङ गर्छौँ है त। यो कुराहरू तिमीहरूले स्टेपहरू लेखिदिनु पर्ने हुन्छ। त्यस्तै न्युक्लियर फ्युजन रिएक्सनलाई चाहिँ थर्मोन्युक्लियर किन भनिन्छ भनेर पनि क्वेसन सोधेको छ। अब यसको अल्टिमेट एन्सर भनेको तिम्रो मोर एमाउन्ट अफ हिट जेनेरेट गर्छ, ह्युज एमाउन्ट अफ हिट जेनेरेट गर्छ भनेर। अनि थोरै एउटा ब्याकग्राउन्ड लेख्ने, न्युक्लियर फ्युजन भनेको के हो भनेर थोरै एउटा ब्याकग्राउन्ड क्रिएट गरिसकेपछि यसको मेन एन्सर यहाँ छ। मेन एन्सरलाई तिमीहरूले मेन्सन गरिदिने है त। यसरी लार्ज एमाउन्ट अफ एनर्जी तिम्रो चाहिँ क्रिएट भयो भने त्यसलाई भनिन्छ थर्मोन्युक्लियर रिएक्सन। अब लास्टमा एकदमै इम्पोर्टेन्ट टपिक त्यो पनि छ एप्लाइड केमिस्ट्रीबाट। हाउ आर एडिसन एन्ड कन्डेन्सेसन एन्ड पोलिमर्स फर्म भनेको छ। एडिसन र कन्डेन्सेसनमा के फरक छ भने एलिमिनेसन हुनु पऱ्यो है त। एउटामा विदाउट एलिमिनेसन, एउटामा हुन्छ विथ एलिमिनेसन। र केमा एलिमिनेसन भन्दा एडिसनमा, जस्तै इक्जाम्पल यदि मैले पोलिथिन बनायो भने जस्तै CH2 डबल बोन्ड CH2 बनायो भने यसबाट बन्छ CH2-CH2। यो भनेको हाम्रो जसमा पोलिथिन बनेको छ विदाउट लसिङ एनी मोलिक्युल भनेको विदाउट भयो है। तर बेक्लाइट र नाइलिन भन्दाखेरि के हुँदो रहेछ, तिम्रो वाटर लाइक स्मल मोलिक्युलहरू चाहिँ त्यहाँबाट के हुन्छ, सब्सट्र्याक्ट हुन्छ। सब्सट्र्याक्ट हुने रिएक्सनलाई हामी भन्छौँ कन्डेन्सेसन। अनि एलिमिनेसन पनि नहुने, सब्सट्र्याक्ट पनि नहुनेलाई हामी भन्छौँ एडिसन। अब हामीले एउटा च्याप्टर भन्दा नि एउटा होल्स एउटा सेटको नि हुन्छ नि क्वेसन एन्सर सल्भ गरिसकेका छौँ। र यसरी नै अब तिमीहरूले अब यो आउने इक्जामलाई के राम्रोसँग तयारी गर, हुन्छ नि तयारी गरेर तिमीहरूले A+ ल्याउने ट्राई गर। र सबैको लागि अल द बेस्ट भन्न चाहन्छु। थ्याङ्क यू गाइज।